नमस्ते टसी देलेक फ्यापुला सबैजनालाई म जोर्डन गुरुङ तपाईहरु सबैलाई आजको यस भिडियोमा म स्वागत गर्दछु है। र आजको यो भिडियो चाहिँ हामीले साङ बाल्छौं नि त है। साङ आफ्नो घर आफ्नो गाउँ घरमा गुम्बाहरुमा है साङ बाल्ने गर्छौं। हो त्यो साङको विषयमा लिएर चाहिँ मैले आजको यो भिडियो बनाउँदै छु है। अनि भिडियोको अन्तसम्म हेरिदिनु होला भन्ने अनुरोध गर्दछु। र पहिलो कुरा साङ भनेको के हो है। मैले बुझे अनुसार साङ भनेको जे जसले हामीलाई बुद्धत्व प्राप्त गर्नु र सुख पाउनबाट रोक्छन् हो त्यो रुकावटहरु हटाउनु सफा गर्नु मेटाउनुलाई नै साङ भनेर भनिन्छ। र दोस्रो कुरा हामीले कसलाई साङ बाल्ने हो है भन्दाखेरि हामीले हाम्रो घरलाई साङ बाल्ने होइन है। हामीले हाम्रो गुम्बालाई साङ बाल्ने होइन। तर कसलाई साङ बाल्ने हो भन्दाखेरि जुन त्यो गुम्बामा बस्ने अथवा घरमा बस्ने बुद्धहरु छन्, बोधिसत्वहरु छन्, विद्वानहरु छन् है। र त्यसैगरी भगवानहरु छन् है। हो उहाँहरुलाई सम्झेर हामीले साङ बाल्ने हो। र तेस्रो कुरा हामीले के को लागि साङ बाल्ने हो है। हामीले बिहान उठेर साङ बाल्नुको कारण के हाम्रो घरमा भएको नमिठो गन्धहरु हटाउनको लागि हो त भन्दाखेरि त्यो होइन। हामीले के को लागि साङ बाल्नु पर्छ भन्दाखेरि हामीले जीवनमा जानी नजानी कति धेरै पापहरु गरेको छ है। र त्यसैगरी भगवान बस्ने घरमा हाम्रो घरहरुमा पनि भगवानहरु बस्छन् है। अनि त्यहाँ हामीले कति फोहोरहरु गरेको हुन्छ है त्यो भयो। र त्यसैगरी हामीमा कति बिमारहरु छन् है। र त्यसैगरी जीवनमा हामीलाई कति बाधा अडचनहरु है त्यस्तोहरु आउँछ नि त। हो त्यो सबै मेटाउनको लागि हामीले साङ बालेको हो। र चौथो कुरा हामीले सधैं साङ बाल्यो भने के फाइदा छ है भन्दाखेरि हामीले सधैं साङ बाल्यो भने हामीले सोचेको जस्तो है आफूले सोचेको जस्तो पूरा हुने है र आफ्नो भाग्य चम्किने जस्ता धेरै फाइदाहरु छन्। र अर्को कुरा त्यसो भए हामीले अब साङ बाल्ने बेलामा हाम्रो सोच कस्तो हुनुपर्छ भन्दाखेरि संसारका सबै प्राणीहरुले है आफू मात्र हैन आफ्नो आफन्तहरु मात्र हैन संसारका सबै प्राणीहरुले बुद्धत्व प्राप्त गरोस् सुख पाओस् भन्ने सोच्नु पर्यो। र जे जसले पनि यो बुद्धत्व प्राप्त गर्न र सुख पाउनबाट रोकिरहेको छ है त्यो रुकावटहरु सबै चाहिँ आज हामीले यो साङ बालेको निम्ति चाहिँ त्यो बाधा अडचनहरु सबै मेटेर जाओस् भन्ने सोच हुनुपर्छ। र अन्तिममा म के भन्न चाहन्छु भने हामीले साङ कसरी बनाउने है त। साङ धेरै थरीका हुन्छन् है। जस्तै तपाईहरुले धुपी बाल्नु सक्नुहुन्छ है। र त्यसैगरी आजकल दोकानतिर पसलतिर जानुभयो भने साङको एउटा पाउडर साङको धुलो पिठो पनि पाउन सक्नुहुन्छ। तर यदि तपाईले ठूलो एकदम ठूलो साङ बाल्नु मन छ भने जस्तै ठूलो साङको पूजा गर्ने बेला धेरै साङ बाल्नु पर्यो नि त हैन। त्यो बेला तपाईले के गर्न सक्नुहुन्छ भने चाम्पा है चाम्पामा अलि धेरै चाम्पामा तपाईले घिउ हाल्नुस् है। तपाईले सक्ने जति गर्नुस् है घिउ हाल्नुस्। र पेय जुन धूप भनिन्छ नि पेयलाई चाहिँ मजाले फुटाएर टुक्रा टुक्रा गरेर हाल्नुस्। र त्यसैगरी टिबेटन भाषामा आरु भारु क्युरु भन्छौं हामी है। त्यो चाहिँ एक प्रकारको औषधि हो तिनीहरु हाल्न सकिन्छ। र त्यसैगरी दाल है दाल चना मटर जस्ता त्यस्तो अन्नहरु हाल्न सकिन्छ। र त्यसैगरी दूध हाल्न सकिन्छ है। र त्यो सबै हालिसकेपछि एकदम सफा हातले चाहिँ एकदम मिसाउनु भयो भने चाहिँ त्यसलाई त्यो चाहिँ साङ बनिन्छ है त। हस् त हजुर। अनि यो थियो आज साङको बारेमा छोटो जानकारी। अनि अरु पनि तपाईहरुलाई धर्म सम्बन्धित केही विषयमा जान्नु मन छ भने तल कमेन्टमा लेख्नु होला। लसो फ्याबुला टासितलेक धन्यवाद।